हेयरस्टाइल चाहिँ यस्तो भएको छ, कपाल स्ट्रेट भएछ। अहिले चाहिँ फेरि न्यू साथीहरू भेटिसकेको छु। खाउने इच्छा त तिमीलाई के थियो, पैसा नभए चक्लेटमा मेरो साथी राम्रो। अब धेरै खुसी छु। Happy birthday to me. Happy birthday to me. Happy birthday, happy birthday, happy birthday to me. साथीहरू आज चाहिँ मेरो बर्थडे हो र तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा। र आज चाहिँ म कहाँ जानेछु त तपाईहरुलाई देखाउने छु अवश्य हैन। अनि म चाहिँ अब ड्रेस लाएर मात्रै भेट्छु ल तपाईहरुलाई चाहिँ। सो तपाईहरु चाहिँ मेरो भ्लग चाहिँ हेरिराख्नु होला सुरुदेखि अन्तिमसम्म। हस्, थ्यांक यू गाइस। लुगा चाहिँ हो हैन, पाइ पनि देखाउनु हुन्थ्यो। पंछी बनूं उड़ती फिरूं मस्त गगन में, आज मैं आजाद हूँ दुनिया के चमन में। यही लुगा हो। सो आज के हुन्छ कस्तो हुन्छ हैन त्यो तपाईलाई देखाउने छु। लेट्स सी। अनि गाइस मलाई चाहिँ अंकलले मेरो कपाल चाहिँ सिधा पार्दिनुहुन्छ रे, स्ट्रेट गरिदिनुहुन्छ रे। लेट्स सी कस्तो हुन्छ है, रिजल्ट हेरौँ है त। Few moments later. गाइस मेरो हेयरस्टाइल चाहिँ यस्तो भएको छ, कपाल स्ट्रेट भएछ। ल अब चाहिँ हामीलाई जानुपर्ने हुन्छ। सो हेरेपछि भेट्छु, बाई। गाइस एउटा कुरा भनौँ, कपाल त स्ट्रेट गरिदिनु भएन, अनि उहाँको एउटा क्रिम एकदम क्या नेचुरल क्रिम लगाइदिनु भयो क्या हैन, जसले गर्दा गोरो देख्ने मेरो जुन क्रिम थियो नि त्यो नि सक्यो नि गयो भने अहिले म कस्तो खाली देखिरहेछु। तर क्रिम चाहिँ राम्रै हो, नेचुरली चाहिँ हल्का टलिँदैछ हैन, तर गोरो चाहिँ नदेख्ने रहेछ भने काट्न बर्बाद पारेन त हैन। अब यस्तै ताले अब घुम्नु पर्ला छ साथी। गाइस साथीहरू कोही पनि छैन, म एक्लै जान आँटेको हैन। अब हेरौँ, अब अलिअलि सामान त किन्नु पर्यो, त्यही भएर 2-3टा चिप्स जति लिएर जान्छु अनि अरू के किन्छु। लेट्स सी। ओके हामी जाउँ माथि। थ्याङ्क यू सो मच। तिमी पनि देऊ मलाई त्यसो तिमी पनि देऊ। चिराङले के ल्याइदिनु? मलाई नराख यार, भ्लग बनाउन मलाई प्लिज। ओइ दिन आँटेको गाइस कस्तो राम्रो। अब धेरै खुसी छु। ल अब हामी अब के चिप्स किन्ने ल साथीहरू। र गाइस अब चाहिँ एउटा किन्नु पर्यो हैन। अनि त्यसपछि के खानु त? त्यो चाउचाउ कसले पकाइदिन्छ? पकाइदिँदैन त्यो चिप्स चाहिँ एउटा मात्रै ल्याउनु। म एउटा त हो, एउटा त खान्छु होला है। अब के गर्नु, उहाँहरू बिजी के गर्नु साथीहरू। अब यही एउटा लिएर जान्छु। एउटा जुस लिएर जानु पर्यो, जुस। जाडो भयो नि, गर्मी भयो नि, अब रमाइलोमा जुस त खानु पर्यो होइन, रक्सी नखाए पनि। गाइस यो चाहिँ अब म दिन गइरहेछु मेरो साथीहरूलाई होइन। यहाँ आऊ त उर्मु, यहाँ आऊ त। खाउने इच्छा त तिमीलाई के थियो, पैसा नभए चक्लेटमा साथीको हान्न लागिरहेको छु। केही छैन, अब जिन्दगीमा काम त गर्नु पर्छ, चोर्नु पनि नराम्रो, काम गर्नु त एकदम राम्रो हो। प्राउड अफ यु साथी। उहाँलाई पनि एउटा थ्याङ्क यू सो मच। लट्स अफ लभ सबैलाई। ल अब म अरूलाई पनि दिनुपर्ने हुन्छ। गरिब छु क्या, म गरिब छु भने है साथीहरू, कस्तो बुझ्दैन भने साथीहरू। यहाँ अरू मित्रहरूलाई पनि म दिन चाहन्छु आज मेरो बर्थडेको भाग। केक दिन चाहन्थेँ तर केक दिनलाई आई हेभ नो पैसा। यस्तो नगर साथी। यहाँ ऊ त्यो उहाँ कहाँ जानुभयो, एकजना हुनुहुन्थ्यो नि, सर पनि आउनु भइसकेको छ। सो उहाँलाई पनि दिन चाहन्छु। सो म देखाउँदिनँ तपाईँलाई। ल दिए ल अब चाहिँ म मार्गबाट निक्लिनु पर्ने हुन्छ मलाई, किनकि अरू ठाउँ पनि जानुपर्ने हुन्छ। सो पछि गइदिए होला साथी। अब लोकेसनमा देखाउँछु। गाइस म चाहिँ झरिसकेँ होइन, अनि म चाहिँ मोमो लिएर जान आँटेँ। इन्जोय गर्नु पऱ्यो नि, एक्लै गयो भने होइन। सो त्यहाँ गएर गेटमा देखाउँछु, गेटपछि एकैचोटि भित्रको सिन देखाउँछु। गाइस बल्ल छिर्न दिनुभयो, यो चाहिँ 4 बजे नै बन्द हुन्छ अरे।
म एक्लै भएर माया दया लागेर मलाई बल्ल बल्ल छिर्न दिनुभयो। सो छिर्न दिएको मौकामा तपाईँलाई मैले यहाँको सिनहरू देखाउँछु ल साथीहरू। एकछिन 5 मिनट ल यसो घुमेर आऊ भनेर भन्नुभएको छ उहाँहरूले पनि। उहाँहरूको पनि त रुल तोड्नु भएन होइन। त्यही भएर एकछिन यस्तो सरर देखाइदिइहाल्छु अनि त्यसपछि बाहिर निक्लिन्छु अनि खान्छु होइन अनि घर जान्छु ल। हेर्नु गाइस यस्तो रहेछ क्या यहाँ चाहिँ मलाई कस्तो बर्थडे मलाई एक्लै गाइस बन्द भएर मलाई सिटी बजाउनु भएको छ। सो अब चाहिँ हामीलाई निक्लिनु पर्ने हुन्छ है साथीहरू। सिटी बजाइसक्नु भयो र म यहाँको सिनहरू देखाउँछु। यस्तो राम्रो छ क्या हरियाली। तपाईँहरू पनि आउनुहुन्छ भने चाँडै आउनु होला। म जस्तै ढिलो चाहिँ नआउनु होला होइन साथीहरू। अनि यस्तो दामी छ क्या हेर्नुहोस् साथीहरू। अनि गाइजहरू यस्तो राम्रो छ क्या हरियाली छ। अनि त्यही हरियालीमा खान्छु भनेर लिएर आएको सामान त्यहाँ मलाई कस्तो टेन्सन भइरहेको छ साथीहरू। कहाँ गएर खानु गाइज यस्तै रह्यो सिन। अब चाहिँ मलाई अब चाहिँ म बाहिर जानुपर्ने हुन्छ। यहाँ पछाडि चाहिँ तपाईँले घर सर्छ देख्न सक्नुहुन्छ। सो यही हेर्नु होला। अब यस्तै हो रविनाले राम्रोसँग एक्सप्लोर गर्छ होइन। एक दिन आउँछ रविना सबै देखाउँछ। सो मेरो ब्लग चाहिँ दिनका दिन हेर्नको लागि मलाई सब्सक्राइब गर्नु होला साथीहरू। म बाहिर निक्लिन्छु मलाई मार्छ नि अहिले। आई थिङ्क दिस प्लेस इज भेरी ब्युटिफुल मी। सो आइ एम गोइङ जान्छु ल एक्लै। फेरि कन्टिन्यू अब बसेर खानु चाहिँ यति सामान किनेछु खानु पऱ्यो होइन। गाइस मैले चाहिँ फेरि न्यू साथीहरू भेटिसकेको छु र हामी चाहिँ अब मिलेर खाने किनकि हामीलाई भगाइदियो गोदावरीबाट। सो हामी यताको डाँडा आइरहेछौँ। सो हामी खानेछौँ साथीहरू। तपाईँहरूलाई देखाउनेछौँ। तपाईँ चाहिँ हेर्न नबिर्सिनु है गाइस। अब चाहिँ हामीले खानुपर्ने हुन्छ। अब चाहिँ हामीलाई भोक लागिसक्यो होइन साथीहरू। ल गाइसहरू ल सुरु गरौँ। कुदा कुदै सक्यो क्या कुदा कुदै सक्यो। अब फेरि खानु पर्छ ल सुरु है। मजा यस्तो मिठो आमा तपाईँहरूलाई अलिकति केही देखाउन मन लाग्यो हेर्नु म देखाइहाल्छु। हेर्नु न गाइस मासु पनि रहेछ हौ यहाँ नयाँ टिमसँग त। म त थोरै सामान लिएर आएको थिएँ। यहाँ त धेरै पो खानु पायो त। ल अब पछि देखाउँछु। फेरि भेट्न पाऊँ होइन साथीसँग। अब हामी फ्रेन्ड हुनुपर्छ है साथीहरू।